चिसो मौसममा खसीको मासु प्लस ढिँडो घिउ पनि चाँडै हेर्न सक्नुहुन्छ। म चाहिँ खाँदैछु है गाइस। ल फर्स्ट बाइट। यसको चिसो चिसो मौसममा तातो तातो ढिँडो त्यो पनि पसिना। लेमन टी खाने भने यहीँ छ। लेमन पनि फ्लेभर गर्नु भने चिसो चिसो वेदरमा पसिना आएर खाएछु। घिउ त के हो पुग्दैन त, यहाँको चिसोले हो क्या हो। उता डाँडामा हेरेर पानी पर्नु आँटेछ नि। उता डाँडामा देखाइदिउँ न। गाइस धेरै चिसो छ कृष्ण। अब डिसेम्बरले नि बाई बाई भन्दैछ। भोलि न्यु इयर हो होइन। सबैजनालाई ह्याप्पी न्यु इयर। चिसोले गर्दा नि क्या मिठो भयो। घिउ बल्ल चाहिँ पग्लिँदै गयो क्या। गाइस यो चाहिँ मकैको पिठो है। मकैको र आँटा मिक्स हो। यहाँ कोदोको त पाइँदैन खासै, तर यतितिर खोज्यो भने पाउँछ है। Done. घिउ पहिला लगाइसक्यो। मासु पनि पाकेको छ, कुकरमा पकाएको छ। छाला पनि छ त यसमा त। तँसेको जस्तै बसेको छ। यो भालेलाई नै चिसोमा काटेर कराउँछ यतिखेर। यो चाहिँ भन्नु बिर्सेछ गाइस, यो हाम्रो ओलिभको अचार हामीले बनाएको। ओलिभको बोटहरू देखाएर नि। ओलिभ सुन्तलाहरू त यहाँ जति खाएन लेमनहरू है। लेमनहरू कति मन पर्छ। बिल्ली रोनुहुन्छ। Bye guys, bye bye.
सबैजनाले आई होप इन्जोय गर्नुभयो होला मेरो ढिलो खाएको देखेर तपाईँहरूको नि मुखमा थुकायो होला बाई बाई